राख्छु तिमी एक दुई दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर न। हेलो साथीहरू, गुड मर्निङ। सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि आज चाहिँ तिहारको दिन रहेको छ अनि मैले चाहिँ भाइहरूको लागि पर्सिनको लागि फुल तयारी पनि गरिसकेँ हैन। यस्तै छ हाम्रो रुमहरू। अब म सबै सामानहरू रेडी गरिरहेको छु अनि अब त्यो कलशहरू अनि त्यो उहरू बनाउनु बाँकी छ। सो यहीँ लगाइदिने हो मैले चाहिँ गाइजहरू। सो साथीहरू, म चाहिँ अहिले खेतमा दुबो लिन गएको अनि मैले दुबो पनि ल्याइसकेको छु हैन। जब चाहिँ केजहरू सबै तयारीमा हुन्छ। मैले टिका यहाँ लगाइदिने हो। अनि दुबो पनि ल्याइसकेँ। अनि साथीहरू, यहाँ रहेको छ मेरो मालाहरू हैन। अनि यो पर्सिने फुल भयो, यहाँ पनि आधी छ पर्सिने फुल। यो कलश अब यहाँ एक दुईटा थुङ्गा फुल हाल्नु छ अनि यहाँ चाहिँ टक्क बत्ती बाल्नु छ हैन। अनि क्यान्डलहरू नि बाल्नु छ साथीहरू। अनि साथीहरू, अर्को कुरा, तपाईँले देखेको भ्लग त औँसी र पूर्णिमा मात्रै आउँछ चाहिँ नभन्नु है। मैले गाउँतिर छु हैन, बिजी छु। अनि हाम्रो भिडियो पनि हामीले म्युजिक कभर डान्स भिडियो पनि बनाउँदैछौँ अनि त्यही भएर त्यतातिर नि बिजी। अनि त्यही भएर साथीहरू मेरो भिडियो आउन पाइरहेछ। राम्रै भइसक्नु भयो, म पनि अब तयारी हुन्छ। अनि सो त्यही हो हैन। अनि त्यही भएर नभ्याएर नै भिडियोहरू आएको छैन। अब ओखलढुङ्गातिर बस्छु, त्यता गइसकेपछि चाहिँ म भिडियो अलिक आइरहेको छ, कन्टिन्यू हुन्छ। अहिले चाहिँ त्यही भएर हो साथीहरू, म भ्याएको छैन। अनि मैले सबै रेडी गरिसकेँ पछाडितिर हैन। अब 39 भयो। सो अब म भिडियो गर्छु अनि मैले टिका लगाइदिएको भिडियो चाहिँ मम्मीहरूले गर्नुहुन्छ। ओमिम्रा कुवा घोलदिम पामे ओना फुको बाबेटी त गोलानी बासिके टोक्नु अब पडी बारे लक्ष सिगडिया मिले पाला दे पाला हो ना पाले जा हो ने भाइका दिदीलाई खैला सेउ सार्नु पर्ने। ओ सालाम यार आरेकमा बोलु धेरै धेरै ल सो साथीहरू, अब मैले चाहिँ टिका लगाइदिइसकेँ। अनि यहाँ खाजा खाँदै हुनु दुईजना चाहिँ दाजुभाइ चाहिँ अब मम्मीहरूले लगाइदिनु छ मैले हैन। पहिला दाइहरूले खाजा खाइसक्नुहुन्छ अनि त्यसपछि उहाँहरूको टर्न। साथीहरू, यो साल चाहिँ के भन्दाखेरि चाहिँ हैन, माला भन्दा नि के भन्छ फुलै थिएन क्या। फुल ढिलो रोपेको हो कि त्यो ढिलो फुलेको हैन। सो फुलै थिएन के। अनि त्यही भएर मैले बल्ल 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 घरको र दाइ र भाइलाई पुऱ्याएको हैन साथीहरू। अनि पुऱ्याएको अनि त्यो मालाकै कुरा गर्दै हुनुहुन्छ क्या, फुल नफुले त उहाँहरू चाहिँ। अनि त्यस्तै हो साथीहरू। अनि साथीहरू, आजको मेरो आउटफिट यही हो हैन। म चाहिँ टप्स र पेन लाउनेवाला छु। सबैले त्यही हो हाम्रो चाहिँ। यो चाहिँ मेरो झुम्का हो। अनि साथीहरू, अब दिदीहरूकोमा पनि टिका लाउनु जानु छ। अनि बेलुका चाहिँ हाम्रो देउसी पनि खेल्नु छ। सो त्यहाँ पनि जानु छ हैन। सिरियल गर्नु नि त पुग्छेन हैन। त्यही भएर गर्नु पर्यो। साथीहरू, यति पनि मैले खोजेर उनीहरूको यति पनि मैले बल्ल 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 खोजेको। यति पनि काकाबाट खोजेको लागि तपाईँले सानो भएछ। तपाईँ ल्याइदिइसकेको छु। उहाँहरू खाजा खाँदै हुनुहुन्छ। अब मैले चाहिँ ढोक्नु पर्ने हुन्छ गाइस।
अब चाहिँ मुक्ति मिल गया बल्ल बल्ल मुक्ति मिल गया मुझे भी साथीहरू दुईजना चाहिँ तल खाना खाने हुन्छ दाइ र भाइ चाहिँ अब हामी पनि खाना खाएर माथि पनि जानु छ दिदीहरूकोमा कस्तो क्या दामी मौसम छ हो अनि कस्तो खतरा छ क्या अब चाहिँ मैले पनि खाना खाँदा हुन्छ है साथीहरू म चाहिँ यहाँ टिका लाउँदैन अनि अरूहरूको चाहिँ के हुँदो रहेछ भन्दाखेरि अब अरूहरूले चाहिँ के गर्नु हुँदो रहेछ भाइ दाइहरूले पनि टिका लगाइदिइसकेपछि उयो आफ्नो दिदीबहिनीहरूले पनि टिका लगाइदिँदो रहेछ हाम्रो चाहिँ त्यस्तो हुँदैन होइन लाउँदैनौँ खासै हाम्रोतिर चाहिँ अनि त्यही भएर मैले पनि दिदीहरूकोमै लाउने हो साथीहरू त्यस्तै छ होइन माताजीहरूले यहाँ खाजा खाँदै हुनुहुन्छ साथीहरू होइन अब चाहिँ मैले पनि खाँदा हुन्छ है मलाई बिहानदेखि भोक लागिरहेछ कि सो साथीहरू अब चाहिँ भने हामी माथि दिदीहरूकोमा टिका लाउन हिँडेको हाम्रो चेमा र भाइहरू चाहिँ अगाडि जानुभयो म र मम्मी चाहिँ पछाडि छौँ किनकि गाइस मैले टिका लाउनको लागि पैसै बोक्न बिर्सेछु अनि त्यही भएर मम्मीले म दिन्छु भनेर खोज्दै हुनुहुन्छ मैले चाहिँ बिर्सेछु साथीहरू त्यही भएर त्यहाँबाट फर्केको क्या मम्मीले निकाल्दै हुनुहुन्छ सो साथीहरू अहिले चाहिँ हामी दिदीहरूकोमा टिका लाउँदा हिँडेको होइन पछाडि चेमा अनि दादाहरू भाइहरू हुनुहुन्छ अब माथि टिका लाउँछ साथीहरू अनि देउसी खेल्नु छ भने घाम पनि डुब्न लागिसक्यो सो हेर्न सक्नुहुन्छ आजको दिन यस्तो खतरा छ नि ओ माई गड त्यही पनि यो फोनमा चाहिँ बादलहरू चाहिँ राम्रै देखिन्छ क्या जसरी भए पनि आकाश चाहिँ भनौँ न त्यही भने सफा देखिन्छ हामी त्यस्तै हो अनि गाइस यो चाहिँ पारीको सल्ली गाउँ है खोटाङ जिल्लामा पर्छ साथीहरू हामी चाहिँ आइपुगिसक्यौँ दिदीहरूको घरमा यहाँनिर टिका लाउँदै हुनुहुँदो रहेछ साथीहरू मलाई चाहिँ गर्मी भइरहेछ साँच्ची नै हाम्रो मम्मी भाइ चेमाहरू अनि अङ्कल आन्टीहरू हुनुहुन्छ यहाँ हामी चाहिँ यहाँ छौँ गाइस हमारा वितरण आ गया सुरु हो गया धेरै लस हुने क्या अनि यहाँ हाम्रो भाइ राजाको पनि नेपाली रा हुन्छ मेरो पनि ट्रन आयो नि साथीहरू अहिले चाहिँ हामी फर्किसकेको टिका लगाइसकेर दिदीकोबाट होइन सो एकदमै थकित किनकि म माथि हेर्दा क्यामेरामा हेर्दा होइन भिडियो बनाउँदा मेरो घाँटी दुखिरहेको छ क्या साथीहरू कस्तो घाँटी दुखिरहेको छ अब गएर एकछिन सुत्नु पर्ने छ अनि त्यसपछि भरे देउसी पनि नाच्नु छ नत्र म सक्दिनँ एकदमै थकित भएको छु मम्मीहरू अगाडि मात्रै जाँदै हुनुहुन्छ म पछाडि छु साथीहरू सो हामी जाँदैछौँ अहिले चाहिँ अनि साथीहरू म तपाईँहरूलाई एउटा कुरा देखाउँछु ल म दिदीकोमा टिका लगाएर आएको अनि एउटा कुरा देखाउँछु म हेर्न सक्नुहुन्छ त्यो चाबी भइहाल्यो घरको होइन त्यतिखेर मैले सबैको चक्लेट लुटेको के किनकि मैले सबैले दिनुभयो अनि मैले यहाँ राखेको छु के गाइजहरू त्यो चाहिँ अहिले भराइदिउँछुमा कस्तो भोक लाग्छ नि त अनि त्यतिखेर अब घर आउने कुरा भएन बेलुकातिर त्यही भएर त्यतिखेर खानालाई हो कि गाइस यो चाहिँ तपाईँहरूले एउटा गीत गाएर सुनाउनेवाला छु किनकि अब पहिला यो बाटो हिँड्दा पनि गीत गाएर हिँड्थेँ कि त अनि अहिले चाहिँ उता ओखलढुङ्गातिर बस्छु नि त सदरमुकामतिर ओखलढुङ्गा त जिल्ला त ओखलढुङ्गा नै हो त्यही पनि म सदरमुकामतिर बस्ने गर्छु साथीहरू त्यही भएर पहिले चाहिँ म यो बाटोहरू हिँड्दाखेरि कति धेरै गीतहरू गाउने गर्थेँ अनि मलाई त्यही याद आयो सो त्यही भएर अहिले चाहिँ म तपाईँहरूलाई एउटा गीत गाएर सुनाउँछु ल किन मनमा लाग्छ तिमी एक दुई दिनका मेरा अनुपस्थिति यता आउन मलाई हेर्न अनि के हो मलाई आउँदैन त्यति भए होइन पहिलिनेको चाहिँ गीतहरू पहिलिने चाहिँ म गीतहरू के गर्थेँ भन्दाखेरि फर्स्टदेखि अन्तिमसम्म कण्ठ गरेर राख्थेँ अहिले चाहिँ अब के भन्नु अब
अब त्यसै हो सामाजिक सञ्जाल युज गरिसकेपछि चाहिँ अब धेरै गीतहरू अब ट्रेन्डिङमा आउँछ अनि आफूलाई चाहिँ गीत ट्रेन्डिङको मध्ये हल्का याद हुने के त्यो पनि हल्का मात्र पुरा होइन त्यही भएर यस्तो भएको हो साथीहरू म घर आइपुग्न लागिसकेँ लागिदेखि छिराइ के गरिरहेछ जस्तो भनेर कराउँदै हुनुहुन्छ सो यो चाहिँ हाम्रो धान बारिरहेको छ यतातिर चाहिँ धानबारी मैले अस्ति पनि अर्को भिडियोमा पनि तपाईँहरूले देखाएको छु यही धानबारी हो यिनीहरू चाहिँ है त साथीहरू अब आजको भिडियो चाहिँ यति नै होइन अर्को भिडियोमा भेटौँला आजलाई यति नै अनि अर्को भिडियोमा भेटौँ